के हो सखुवाको पत्ता हो बोक्रा साथीहरु यस्तो यो धमिराको गोलोमा यस्तो धमिराहरु बसेको हुन्छ हुन त यो गोठाले हैन यतिर चाहिँ गाई भैँसी चरेको दृश्य यस्तो छ ढाडको बीच जंगल यो कुन बारा जिल्ला हैन बारा जिल्लामा छौं साथीहरु ल अब हामी चाहिँ फेरि यहाँबाट जंगल बीच जाँदैछौँ अब साथीहरु ठ्याक्कै हामी अहिले यो बीच जंगलमा छौं यो जंगल चाहिँ यो काठघाट जंगल भयो यो चाहिँ गाउँमा चाहिँ निस्किन खोजिरहेको छौं हामी त्यहाँनिर निस्किन खोज्दैछौँ यो पुरै बीच जंगल छ यस्तो घना जंगल छ यो जंगल एकदमै अलिअलि दाइ अलिअलि डर पनि फिल भइरहेछ हैन धेरै वर्षपछि आइहाल्छ हैन हामी पखाउँ त एउटा अनुमानले चाहिँ हामी यो अनुमानले हामी हिँड्दैछौँ यो 20 वर्ष पछि चाहिँ यो बाटो हिँड्दैछौँ दाइ हैन यो बाटो यस्तो घना जंगल छ अलिअलि डर पनि फिल भएको छ तरै पनि हेरौँ हामी अब त्यो त हामी कहाँ जाने अहिले हामी अब टाङ्गा बस्ती 10 नम्बर टाङ्गा के काठघाट गाउँ 10 नम्बर बस्ती जान खोज्दैछौँ यो बाटो यस्तो अब यो बाइक हिँड्ने मात्रै बाटो छ हामी त्यो पनि हिँड्दैछौँ हैन दाइ अब दाइले भिडियो गर्नुहुन्छ तपाईँलाई म देखाउँछु बाटो कस्तो छ भनेर दाइ ल गाइस अब हामी जान्छौँ यो बस्तीमा अब यो बाटो चाहिँ कस्तो छ हेरौँ अब यो पहिलोचोटिमा पनि आउँदैछौँ अब यो बाटोमा सर्ट छिर्छौँ अब हेरौँ है ल अगाडि हिँडेको बाटो थियो यो हामी चाहिँ अब हाम्रो जनकसरको यहाँ जाउँ उता सोधौँ नि यसरी जाउँ है तर हामी अब यसरी 20 वर्षपछि आएको यो चाहिँ काठ घाउ यसलाई चाहिँ काठ यहाँबाट जाउँ रुको मजा समाधान ल गाइज यहाँ दिदीलाई सोध्दै हुनुहुन्छ बाटो कहाँ भनेर अर्को ल जाउँ अब हामी जान्छौँ गाइज अब बाटो एकदम डेन्जर छ हैन ल साथी यो हामीले चाहिँ यहाँ हेर्नुहोस् अब थाहा छैन यत्रो वर्षपछि आएको यसरी यो चाहिँ पहिला आज 20-22 वर्षभन्दा अगाडि चाहिँ हाम्रो यहाँ हामी पनि यो ठाउँतिर आएको जस्तो लागेको थियो हैन यहाँ तपाईँको त्यो खेतीहरू छ हेर्नुहोस् यसरी यो चना खेती गहुँहरू लगाएर उहाँहरू चाहिँ अब आफ्नो यहाँ एउटा टाढा यसोदेखि दिदी हुनुहुन्छ उहाँ चाहिँ तपाईँको अब यहाँ आफ्नो होला चराचुरुङ्गीले के खाला जनवस्तु आउला भनेर उहाँ चाहिँ रुनु बस्नु भएको छ उहाँलाई सोध्यौँ हैन बाटो अब थाहा भएन उहाँले भन्नुभयो यो भित्रको बाटो छिर्नु भन्नुभएको छ हामी त्यहाँबाट जाँदैछौँ पर्छ नि त वन उसको फर्केर पर्ने साथीहरू हुनुहुन्छ भनेदेखि कोही हाम्रो यो उसमा लाइक गरेर हेर्नु साथीहरू हुनुहुन्छ भनेदेखि यहाँ रुखहरू चिन्नु होला रुखहरूको पनि तपाईँहरूलाई म यसरी देखाउँदैछु कहाँ आउने बाटो यही हो कि यही हो थाहा भयो ल थाहा भयो यही हो हामी यहाँ पहिला चप्पल जुत्ता खोलेर हिँड्थ्यौँ यही खोलाबाट साथीहरु अहिले ठ्याक्कै हामी यो काठघाटको यो काठघाटको जंगलमा छौं यतिर चाहिँ गोठाले हैन यतिर चाहिँ गाई भैँसी चरेको दृश्य यस्तो छ यहाँको तराईको दृश्य यस्तो साथीहरु तपाईहरु चाहिँ यदि शहरमा हुनुहुन्छ भने यहाँ चाहिँ यस्तो जंगलको फाँटमा गाई बस्तु चरेको दृश्य एकदमै मजाको देखिन्छ हैन एन्ड यस्तो जीवनशैली पनि आनन्द हुन्छ वास्तवमा भन्ने भने यो चाहिँ हामी ठ्याक्कै यो चाहिँ काठघाट बारा जिल्ला जाँदै गर्दाखेरि चाहिँ जंगल निस्केपछि यो जंगल यस्तो घना जंगल छ त्यो जंगल निस्केपछि हामी फेरि त्यतै जाँदैछौँ यो चाहिँ यस्तो देखिन्छ यहाँको यो
यो चाहिँ मजाले गाई बस्तु भाउ चरेको दृश्य एकदमै मजाको छ। अब हामी यहाँबाट जाँदैछौँ, जाउँ अब है गाइज। अब हामी जाँदैछौँ ल त ल हामी चाहिँ ल हेर्नुहोस् है, काँडघाटको यो ठाउँबाट हामी यता बिचमा यो चौडी रहेछ होइन। यहाँका चाहिँ गाई भैँसीहरू हेर्नुहोस् यसरी अब चलाइरहेको छन् होइन। हेर्नुहोस् यहाँ ठुलो फाँट छ होइन, ठुलो भन्दा पनि ठुलो पनि होइन, ठिक्कको छ यहाँ। अनि यहाँ हेर्नुहोस् गाई भैँसी चलाउने गोठालाहरू छन्। हेर्दै हामी गफ गर्दै साथीभाइहरूसँग यहाँ हेर्नुहोस् दाउराको भारी हाल्दैछन् यहाँ दिदीले। हेर्नुहोस् गाउँको जिन्दगी भनेको यस्तै हो। हेर्नुहोस् तपाईँहरूलाई अब कस्तो लाग्ला। यहाँ एउटा खरे रहेछ हेर्नुहोस् यस्तो। हामी यहाँबाट चाहिँ छिर्दैछौँ। यो खरे खोला यो कहीँबाट आएको नि, यो बिचबाट निक्लेको जङ्गलबाट जङ्गलको बिचबाट निस्केको खरे हो यसलाई भनिन्छ। हेर्नुहोस् बालुवा धेरै यो सिधुरे भन्छ यसलाई। सिधुरेको हेर्नु तपाईँहरू, मैले चाहिँ सिधुरे भन्छु, तपाईँहरूले के भन्नुहुन्छ? सिधुरेको फुल अहिले मजासँगले गरिरहेछ। टिक छ यता यता औले छ हेर्नु साथीहरू। अन्त अब हामीले चिनेको यसरी हजुरहरूले अब कसरी चिन्नुहुन्छ यो चिजलाई? टिकको बिरुवाहरू छ यता, सिधुरेको बिरुवाहरू देखेँ मैले। यो हामी जमानामा आजभन्दा 20-22 वर्ष अगाडि हामी गाई चलाउँदाखेरि तपाईँको यो सिधुरेको लौरा काटेर राम्रो हुन्छ भन्थे। हो कि होइन यो थाहा छैन होइन है, होइन बुढापाकाले त्यसरी भन्थे। तर बेसी यहाँ ठुल्ठुलो रुख हेऱ्यो भने तपाईँको सल्लोको के अरे सफाको मात्रै छ होइन। बाँझी छन्, साग भेटिन्छ, देब्रे भनी यहाँ देब्रे घाँसहरू। अब यहाँको चलन अनुसारले तपाईँको यो घाँसलाई देब्रे भनिन्छ, तपाईँहरूकोतिरको के भनिन्छ कुनै यहाँ देब्रे घाँसहरू पनि पाइन्छ। राइट भएन के यो यहाँ चाहिँ यसरी रोकियो सल यहाँ जङ्गलमा। यहाँ चाहिँ तपाईँको आजभन्दा पहिला पनि यसरी खटाउनु हुन्थ्यो। लडेको बढेको रुखहरू चाहिँ यहाँ अब यहाँ वन विभाग पनि छ, वनपारेहरू के झरे पकाइ त एकछिन रुख त रुख 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 के झरेकै झरे भेट्छ कि भेट्दैन के झरे हो। ल साथीहरू अब तपाईँलाई म धमिराको यो बुढ देखाउँछु। धमिराको गोलो होइन, धमिरा बस्ने गोलो भन्थ्यो हामीले। त्यो धमिरा बस्ने गोलो तपाईँलाई देखाउँछु। यो चाहिँ जङ्गल बिचमा यस्तो गोलो हुन्छ। यो हामीले पढ्ने गर्छौँ धमिराको गोलो भनेर। यो चाहिँ यस्तो गोलो हो कहाँ ल, यो यस्तो गोलो छ यो खोइ कहाँ। ओ गड दामी रहेछ त गाइज। यहाँ चाहिँ धमिराको गोलो छ। म तपाईँलाई छोडेर देखाउँछु। त्यो दाइ फोटो गएर फोड्नु त त्यहाँ के छ भित्र। र गाइज म त्यहाँ धमिराको गोलो फोड्छु। यहाँ मेरो बाइकको लाइट बलेको छ, म यसलाई अफ गर्छु। लाइट बलेकोले चाहिँ बत्ती फेरि सर्ट जान्छ होइन, यसलाई म अफ गर्छु। ल यो चाहिँ दाइ जानुभएको छ यो धमिराको गोलो फोड्नुको लागि। यहाँ के छ दामी रहेछ यार, खतरा रहेछ। ल गाइज यो चाहिँ दाइ तपाईँ भन्दै के हो यो? तपाईँले अगाडि हेर्नु पर्ला, त्यो सानो हेर्नु पर्ला। यो हेर्नुहोस् हाम्रो यहाँ हाम्रो यो 12 जिल्लाको जङ्गलमा तपाईँको धमिरा गोलहरू यति ठुल्ठुलो हुन्छ। भोलिको तपाईँको साउन वैशाखमा देउले च्याउ फल्ने भनेको तपाईँको यस्तै धमिराको गोलोमै हो। यसलाई देउले च्याउ पनि यहाँ फलिन्छ, तर अहिले फल्दैन, समय अनुसारले फलिन्छ। तर यो भित्र अब तपाईँले सोध्नु होला केलाई फुटायो भन्ला, कसैको घर हो यो, घर हो यो, हाम्रो घर हुन्छ, मान्छेको घर हुन्छ, उनीहरूको पनि यो घर हो। तर तपाईँहरूलाई के भन्नु फोड्दा फोड्नु हेर्नु न के छ तपाईँलाई फोड्दाखेरि अब किन फोडेछ भन्ने होला, तपाईँलाई लाग्ला होइन। त्यस्तो हो नि, तपाईँलाई देखाउनलाई चाहिँ हामीले गरेको। साथीहरू यस्तो यो धमिराको गोलोमा यस्तो धमिराहरू बसेको हुन्छ। हुन त यो घर हो, फोड्न नमिल्ने हो, त्यही पनि यस्तो हुन्छ। ल ओ गड, ल यो चाहिँ यस्तो हुन्छ साथीहरू। यो पुरै माटोले बनेको यो होइन, यो चाहिँ धेरै मेहनतले बनाएको हुन्छ धमिराले। अब यति नफोडौँ अब होइन, सत्यनाश नगरौँ। यो अरूको घर हो यो, हेरौँ। ओ गड, ल साथीहरू यस्तो हुन्छ यो। ल यो भित्रभित्र यस्तो माटोले बनाएको हुन्छ। ल यस्तो हुन्छ है साथीहरू। ल यो चाहिँ तपाईँको
पहाडभन्दा पनि यो तराईमा चाहिँ प्रायः यस्तो जङ्गलमा पाइन्छ। यो चाहिँ धमिरा हुन्छ यो भित्र। धमिरा भनेको कमिलाको एउटा प्रजाति हो। अब हामी जाँदैछौँ, हाइटमा हुन्छ साथीहरू। ल तपाईँलाई आजको विशेष भ्लग देखाउँदैछु। म जङ्गल बिचमा छु अहिले। यो चाहिँ दाइ कुन ठाउँ रे? यो चाहिँ काठघाटको बिच जङ्गल हो। यो कुन बारा जिल्ला होइन? बारा जिल्लामा छौँ साथीहरू। र अब हामी चाहिँ फेरि यहाँबाट जङ्गल बिच जाँदैछौँ। अब कहाँसम्म हुन्छ यो भ्लग ब्याट्री पनि सकिन लागेको साथीहरू। ल यदि तपाईँलाई मन पऱ्यो भन्दा के गर्नु रे? लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्नु पर्यो। अनिवार्य तपाईँले गर्दै गर्नु राम्रो हुन्छ। यसलाई अझ सुहा के अरे भन्छ अरे यो अब यति नै आउँदैन बोल्नु के भन्छ अरे सुहागमा सुहानामा के भन्छ स्वादमा सुगन्ध जस्तो हुन्छ। यो तपाईँले यदि गरिदिनु भयो भनेदेखि राम्ररी हेरिदिनु होला। धेरै कुराहरू छ यसमा। यसमा इतिहास छ तपाईँको। म पनि 22 वर्षपछि यो ठाउँमा आउँदैछु। ल अहिले यति नै भन्दै अब हामी जङ्गलबाट लाग्छौँ। ढिला पनि भइसक्छ। ओके बाई बाई साथीहरू। हामी यो दाइ यो कुन बाटो हो अरे? 14 किलो बाटो होइन? पर्सा जिल्लाको 14 किलो बाटोमा छौँ हामी अहिले। यहाँ दाइ चाहिँ 21 वर्ष पहिले यहाँ आउनु भएको थियो। अनि गाई चराउने बस्तु चराउने दाइको चाहिँ यो जङ्गल होइन? यो जङ्गल यस्तो छ। यो पुरै घना जङ्गल छ। यहाँनिर चरा मुसा केही पनि छैन चलेको। त्यो एकदम सुनसान छ होइन? म तपाईँलाई यो यस्तो राम्रो जङ्गल देखाउँदैछु साथीहरू। यहाँ दाइले फोटो खिच्ने भन्दै हुन्छ। म त दाइको फोटो खिच्छु है साथीहरू। ल साथीहरू यो चाहिँ हाम्रो तराईमा चाहिँ एउटा सदियोदेखि चलेको यो एउटा दाउराको व्यवसाय यस्तो हुन्छ होइन? के हो यो सखुवाको पत्ता हो? बोक्रा ए ल ल गजब छ होइन? ल यो चाहिँ तराईको एकदम मजाको दृश्य। ल साथी ल नर्साउँ ल तपाईँहरू ल। हाम्रो यस्तो बनायो भने नर्साउँ ल। अनि तपाईँहरूको फोटो आउँछ, तपाईँहरूको भिडियो आउँछ, हेर्नु। मोबाइल हेर्छ तपाईँले? साथीहरू 21 वर्षपछि दाइ आफ्नो गाउँमा आउनु भएको छ। 21-22 वर्षपछि यहाँ सबै आफन्तहरूलाई भेट्नु भएको छ। हामी जङ्गलको बाटो छिचोल्दै यहाँ बल्ल आइपुग्यौँ। दाइ यो गाउँको नाम के हो रे? टाँगे बस्ती 10 नम्बर पर्सा होइन? 12 जिल्ला। अब त्यो प्रकाश तामाङ जस्तो भएन के? गाइज अब हामी चाहिँ यो जङ्गल पार गऱ्यो। जङ्गलमा चाहिँ खासमा त्यो बाघ पनि छरे भन्ने सुनेको थिएँ। अनि त्यो डर लागिरहेको थियो। बाघ चाहिँ गाई मारेको थियो भन्ने सुनेको थियो। अनि हात्ती पनि आउँछ भन्ने सुनेको थियो। त्यो एकदमै डर लागिरहेको थियो। अब हामी चाहिँ यतातिर निस्किसकेका छौँ। अब यो तपाईँलाई देखाइहालेँ यो गाउँ यस्तो छ, यस्तो बस्ती छ। यति भन्दै अहिलेलाई यति नै है। ल त ल तपाईँलाई म फेरि पनि अर्को भ्लग लिएर आउँछु। सी यू बाई बाई।